हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हाम्रो बेबीलाई खोप लाउनु दिन्थ्यो नि त। खोप चाहिँ अस्तिकै महिना लाउनु पर्ने, तर नभ्याएर आज गयौँ हामी चाहिँ। अनि मैले चाहिँ रोनीलाई भेटाएँ। ऊ चाहिँ हामीसँग 12मा पढेको हो। 11 सेक्सनमा थियो हामी चाहिँ। अनि उसलाई भेटाएँ। ऊ चाहिँ कति धेरै मोटाएको रहेछ क्या अहिले। अनि हाम्रो बेबीलाई झुकेको, ऊ चाहिँ 8 केजी रहेछ। कुकुरमा कति मजाले मान्छ नि त, सुत्छ नि त कुकुरमा जहिले घरमा, त्यही भएर मजाले मानिरहेको थियो। अनि मैले यहाँ टुप्पीको भिडियो गर्थेँ, कस्तो राम्रो देखेर। अनि म झोकेको, म चाहिँ 50 केजी थिएँ अस्ति, अहिले त 49 केजी भइरहेको छु। अनि खोप लगाउँदा साह्रो बेबी रोइरहेको थियो। अनि बेबीको बाबा आइपुग्नु भयो। अनि हामीलाई लिनु जाँदा चाहिँ हामी हिँड्दै हिँड्दै गएको थियौँ नि त आमा छोरा। अनि पछाडि चाहिँ लिन आउनुभयो हामीलाई। अनि यहाँ बाबाले घर बोकेर ल्याउँदै हुनुहुन्छ पारीदेखि। घर आएर यस्तो मजाले खेल्दैछ बेबी। अनि अहिले चाहिँ अलिअलि रुनु खोज्दैछ, दुख्दैछ क्या हो। अस्तिको पालि चाहिँ ज्वरै आएको थियो, योचोटि चाहिँ आउँछ कि आउँदैन थाहा छैन। बाई गाइज।